स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी लिएर पाणिनी गाउँपालिका वार्ड नम्बर 2 का अध्यक्ष चन्द्रकान्त पौडेल चाहिँ यो कमैघारीमा किन पुग्नुभयो? दर्शकहरू नमस्ते, म स्वतन्त्र पत्रकार डिआर सुमन। हामीहरू यति बेला स्थलगत रिपोर्टिङमा छौँ र स्थलगत रिपोर्टिङ अन्तर्गत पाणिनी गाउँपालिका वार्ड नम्बर 2 को डाँडापोखरी क्षेत्र हो, जो अति दुर्गमित क्षेत्र मान्ने गरिन्छ र दुर्गम क्षेत्र अन्तर्गतको कमैघारी सामुदायिक स्वास्थ्य इकाइमा यति बेला खोप सञ्चालन भइरहेको छ र खोप सँगसँगै स्थानीय जनप्रतिनिधिहरू वडा अध्यक्षदेखि लिएर सुरक्षाकर्मी सहितको टिम यहाँ आएको छ र यो आउनुको उद्देश्य के हो त? खोप लगाउन खोपको लागि आएको भ्याक्सिन तेस्रो डोज लगाउन भनेर आएका छौँ र साथै तिरो पनि तिर्ने गरी दुवै काम यहीँ हामीले सेवा लिन पाइयो। ठिकै छ, अहिलेसम्म राम्रो सेवा दिनुपर्छ। अझै यस्तै अरू सेवा सुविधाहरूको अपेक्षा गर्छौँ। आजभन्दा पहिला हामीले खोप ठोक्ने गएर चाहिँ तिरो गरेको थियो भने अहिले चाहिँ हाम्रै गाउँमै सेवा सुविधा चाहिँ तिरो। तपाईँको नाम? मेरो नाम तिलकृष्ण हो। मेरो घर यही साबी 8 अहिले हाल पाडेन 2 कमैघारी। श्यामकला बलाल तपाईँ हो? अम्बिका घरती मगर, अम्बिका घरती मगर। प्रथम स्वास्थ्य चौकी इन्चार्ज ध्रुव घिमिरे सहितको टिम यहाँसँग हुनुहुन्छ। त्यसै गरी पाणिनी गाउँपालिका वार्ड नम्बर 2 का वडा अध्यक्ष सँगै हुनुहुन्छ। म तपाईँबाटै सुरु गरेँ। यो आजको कार्यक्रमको चाहिँ खास उद्देश्य चाहिँ के थियो र कति व्यक्तिले चाहिँ खोप लगाउनु भयो? आज हामीले यो नेपाल सरकारले भनेअनुसार यो कोभिडको तेस्रो मात्रा तथा थप बुस्टर डोज दिने भनेर हामीले यो आयोजना गरेका थियौँ र त्यो सिलसिलामा हामी स्वास्थ्यकर्मी सहितको टिम यहाँ आएर हामीले बुस्टर डोज लगाउने भनेर आयौँ। त्यसमा हाम्रो वडा अध्यक्षको सहितको टिम पनि हाम्रो वडाले पनि सपोर्ट गरेर सबै सुरक्षाकर्मी सहितको टिम हामी आएका थियौँ र यहाँ आएर हामीले लाउँदाखेरि 600 जनाले त्यो सेवा पाएर चाहिँ खुसीका साथ सेवा लिएर जानुभयो र हामीले सोचेभन्दा धेरै राम्रो प्रगति भयो। यहाँ हाम्रो यो कमैघारी सामुदायिक स्वास्थ्य इकाइको हाम्रो स्टाफ टिम पनि त्यो कार्यमा चाहिँ एकदम दत्तचित्त साथ लाएर हाम्रो कामलाई चाहिँ सहजताका साथ सबैको मिलेमतोमा हामीले 600 जनालाई यो सेवा चाहिँ उपलब्ध गऱ्यौँ। यो 3टा कर्मी खास गरेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी लिएर पाणिनी गाउँपालिका वार्ड नम्बर 2 का अध्यक्ष चन्द्रकान्त पौडेल चाहिँ यो कमैघारीमा किन पुग्नुभयो? म भर्खरै निर्वाचित भएको वडा अध्यक्ष हो यो पाणिनी गाउँपालिका वडा नम्बर 2 को। म निर्वाचनको बेलामा पनि जनतालाई सेवा, जनताको घर दैलो नजिक नै जनतालाई सेवा दिउँला भन्ने बाचा गरेको थिएँ। त्यसै कारणले अहिले यो आर्थिक वर्षको अन्तिम वर्ष पनि आर्थिक वर्षको अन्तिम वर्ष भएको हुँदा यहाँ पसल नवीकरणदेखि मालपोत राजस्व उठाउने सम्मका काम यहाँबाट जनताहरू पोखराथोक जाँदा करिब चाहिँ 500,000 पर व्यक्तिको खर्च हुने भएको हुँदा म आज वडाबाट कर्मचारी साथीहरूलाई समेत यहीँ लिएर आएर भ्याक्सिनको कार्यक्रम र वडाको कार्यक्रम दुईटैलाई संयुक्त बनाएर एकातिर भ्याक्सिन सञ्चालन भयो, अर्कोतिर वडाको चाहिँ राजस्व सङ्कलन गर्नेदेखि लिएर नागरिकता सिफारिस गर्ने, मालपोत बाटा घर जग्गा सिफारिस गर्ने सम्मका कामहरू गर्दा जनताले चाहिँ प्रत्यक्ष एउटा राहतको अनुभूति पनि पाए र आफ्नै दैलामा सेवा लिएको महसुस पनि जनताले गरे। त्यसैको लागि आज यो संयुक्त कार्यक्रम उहाँहरूको कार्यक्रम आफ्नो फिल्डबाट चाहिँ एउटा तय भएको दिन थियो भने जुन भ्याक्सिन लगाउन आउने मान्छेहरूले भ्याक्सिन लगाउन आउँदै त गर्दा उहाँहरूले आफ्नो तिरो मालपोतको काम पनि सँगै गर्न पाउँदा अत्यन्तै जनता पनि खुसी हुनुभयो र हाम्रो पनि काम चाहिँ गरेर सम्पन्न भयो। तथ्याङ्कगत रूपमा केही छ? करिब चाहिँ हामी 120 जना जतिले सेवा लिनुभयो यो राजस्वतिर मालपोत के अरे तिरोतिर पनि। नागरिकता सिफारिस पनि 1 जनाले गर्नुभयो अनि घर जग्गा बाटोको सिफारिस पनि 4 जनाले लिन सफल हुनुभयो। हामी यहीँबाट सिफारिस दिइयो यतिलाई। धन्यवाद।
दर्शकहरू हामीहरू त्यही पुग्छौँ जहाँ आवश्यक छ, हामी त्यही विषयवस्तु उठाउँछौँ जुन विषयवस्तु जल्दो बल्दो छ र त्यसैले चाहिँ खास साथ दिन्छौँ जसले राम्रो गरेको छ। खराबलाई खबरदारी र राम्रोलाई समझदारीका साथ प्रशंसा गर्ने हाम्रो क्रम जारी नै रहनेछ। अहिलेको रिपोर्टलाई भने यहाँनिर बदल्न चाहन्छु। क्यामेरामा चलान पौडेलको साथ सुमन, अर्घाँची.com, कमाइघारी, पोखराथोक अर्घाँची। नमस्ते।